जसले हान्यो उसले जान्यो सोझालाई लुट्ने काम कुरो एकातिर थुप्रो बोकी तिमी राम्रो भए मैले गरे नराम्रोमा तिमी देशका युवा विदेश बसे आँखा बेरोजगारी विकासको कान्छेमै छैन बढे भ्रष्टाचारी संस्कृतको धनी देश यो छैन पिउने पानी आफैलाई ठान्छ मूर्ख बुद्ध भन्दा ज्ञानी चारजना स्खाप भइसक्यो अब मेरो अगाडि जो आउँछ खेतीपातीको समय के गर्नु पल्ल्या हलो जुवाले जोतिन्थ्यो खेतीपाती हुन्थ्यो ट्र्याक्टरको जमाना आयो के गर्ने आफू त सधैँभरि हलो जुवाबाटै खेतीपाती गरिन्छ गोरु पालिन्छ पुरानो परम्परालाई मान्यता पनि दिन पर्यो ओ मास्टरजी नमस्कार। नमस्कार कविजी, आराम हुनुहुन्छ? ठिकै छ। होइन हलो जुवा बोकेर कता मास्टरजी? हजुर हेर्नुहोस् कविजी, हामी किसानका छोरा, कृषि प्रधान देश। तर होइन तर के को मास्टरजी? कथा व्यथा धेरै छन् कविजी, खै के भन्नु र। किन पीर व्यथाका कुरा गरे झैँ गर्छौ र मास्टरजी? हेर्नुहोस् कविजी, यो धरती माताले तपाईँ हामी जस्ता युवाहरूको पर्खाइमा छन्। कतिपय युवाहरू कामको खोजाइमा विदेश पलायन भए, तर हाम्रा यी मरुभूमि जमिनहरू भए। यी जमिनहरूमा काम गर्न सकियो भने, कुटी कोदालो गर्न सकियो भने, खनजोत गर्न सकियो भने त यहीँ सुन फल्छ भन्थे। हुन त हो, सुनै फल्दो रहेछ कविजी, तर व्यथा धेरै छ। हजुरको कुरा त मैले अलि बुझिनँ नि, हजुरले अलि स्पष्टसँग बुझाउनुहोस् न मलाई। हेर्नुहोस् कविजी, धेरै दुःखका कुराहरू छन्। छोरो पैसा कमाउने न्युमा विदेश पलाइन्छ। बुहारीले छोराछोरी टिपेर सहर पस्छिन्। ती बाउ आमा पिँढीमा बसिरहेका छन् छोराको पर्खाइमा, तर छोरो फर्कन्न। पैसाको कारणले मान्छे विदेश पलाइन्छ। कतिपय युवाहरू बाकसमा लास भएर फर्किएका छन्। यो विडम्बना, खै के भनौँ। हे मास्टर, जाँदा गलाभरि माला लाएर जान्छन्, आउँदा बाक्सामा प्याग भएर आउँछन्। यस्तै छ यहाँको विडम्बना। बल्ल बुझ्यौ कवि, यही धरती मातालाई सिँगार्न सक्ने हो भने यही सुन फल्छ। रोजगारका निम्ति, आय आर्जनका निम्ति विदेश धाइरहनु पर्दैन कवि। यही धरती माताले हामीलाई स्वागत गरिरहेकी छन्। आफ्नै जमिन जग्गामा खनजोत गर्ने, खेतीपाती गर्ने हो भने बाँच्नका निम्ति र छोराछोरी पढाउनका निम्ति केही दुःख हुँदैन कवि। मलाई देखेकै त छौ नि, म दिनरात कृषिमै निर्भर भएको छु। के अरे अब गाउँका युवालाई विदेश जानबाट रोक्नुपर्छ मास्टरजी। हजुरले योजना बनाउनुहोस्, म साथ दिन्छु। हुन्छ कविजी, फेरि फुर्सदमा बसेर सल्लाह गरौँला। म अहिले जान्छु, हतार पनि छ, गोरुहरू गइसके बारीमा। मेरो आज धेरै काम छ, पछि बसौँला है। हस् हस् ल कविजी, हस्।
डन डन के छ खबर कता आइनौ ठिकै छ तिमी कता जान लाग्यो पसलमा चिया खाने भनेको कि सँगै जाने खानी भए जाऊ यही बसै गर म चाहिँ घाँस काटेर लिएर आउँछु है ल ल म एकछिनपछि घाँस लिएर आउँछु अरे नासिटिस्काना भित्रभित्रै सुकायो यो ज्यान मलाई रुगै पिरतीको नौ पाचार लाउन राजै क्यारी होला निको नौ खाती नहुने उपचार लाउन राजै क्यारी होला निको ल 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 अब त भारी पुग्यो होला अब जानु पर्यो म हो अल्लाहनी म तक्ले मलाई टक्ली कति डराउँथ्यो मलाई के हो त जहिले पनि मेरो पछि लाग्ने कति सातो नै गरिसक्यो मेरो त तँलाई पख्लास छ अब म छाड्ने छैन तँलाई ए हल्लारले म हो के म के विधि तर्सेको म तिम्रो हो बढी नबोल पख तँलाई जानेछु सधैँ मेरो पछि लागेर हिँड्छस् नि के गर्नु तिमीलाई माया गर्ने मानिस म हो नि तिम्रो कति धेरै माया लाग्छ घरको लोग्नीले त जिन्दगीभर दुःख कटाएर अगाउन हालिसकेका छ अब तेरै बाँकी होला नि कति माया गर्दो रहेछ हेर हल्लार नि तैँले मलाई माया गर्नेछ नि म तेरै अगाडि मर्दिन्छु एकचोटि अब हल्लार नि पागलै हुन लाग्छ के हो होइन यो मूर्खसँग मैले कति नै गरे पनि छुटकारा पाउँदिनँ कि क्या हो मूर्खसँग त कति गरे पनि नसक्ने भयो म त जान्छु म अब घर जानु ढिला बसेको मलाई होइन कति सताएको हो मलाई त गाउँलेको अगाडि मुख देखाउन पनि लाजको पर्ने भइसक्यो के हो यो पारा कवि छन् त हो छाडे तक्ला बाबु कसले के गर्यो तँलाई के भयो तैँले कसको के बिराम गरिरहेको र तँलाई यो गर यो लाग्यो यो कसले के गरायो
बाबु तेरो मुखबाट आया पटक्कै सुहाउँछ म हिँड्न सक्दिनँ दाइ होइन भन्न कसले के गर्यो कहाँ के भयो तँलाई बाबु बाबै मारिस् नि बाबु अब तेरो उपचार गरम कि मेरो गर्छ खुट्टाले टेक्न सकेन नि बुढाले बाबु के भयो डनले कुट्यो दाइ मेरो मान्छेलाई को यो डन भनेको मेरो भनेको यही एउटा थियो सबैले छोड्दै 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 यही एउटा थियो यसलाई म सक्दिनँ पिट्नु पर्दैन छोड्दिनँ मैले त्यो दुश्मनलाई पानी पनि घाम पनि छोड्दिनँ नि म त खाऊ मुखियाबालाई त देखेँ यसो कुरा गर्ने होला कि नगर्ने होला ठिकै छ पछि गरौँला नमस्कार मुखियाबा ए नमस्कार नमस्कार सन्चै हुनुहुन्छ ठिकै छु कता हो त नानी यत्तिकै उतातिर जाउँ भनेर हिँडेको ए मलाई पनि यसो गाउँतिर मिटिङ छ भनेर बोलाएको थिएँ म पनि त्यतै जान लागेको फुर्सद भयो जाउँ न त सँगै हुन्छ नि जाउँ ल हेर्नुहोस् मुखियाबा आजभोलि गाउँघरमा विकृति र विसङ्गतिहरू दिनादिन बढ्दै गइरहेका छन् अब कसैले कुनै एक दुईजना नारी अलि शिक्षित भएर केही गरौँ गाउँमा विकास गरौँ नारीहरूलाई अलि माथि उठाऊँ भनेर केही गर्न खोजे पनि अरू नारीहरू अशिक्षित नारीहरूले उचाल्ने र पछार्ने गर्छन् केही गर्न दिन्नन् उता गए पनि एउटाको कुरा काट्छन् यता गए पनि एउटाको कुरा काट्छन् न हामीलाई केही गर्न दिन्छन् न आफूले केही गर्छन् के गरी विकास हुन्छ हामी नारी कसरी सुरक्षित हुन्छौँ त्यही त हेर्नुहोस् हल्दारी नानी गाउँमा पढे लेखेका छन् केही कामका छैनन् हाम्रो बाबुबाजेको पालादेखि मुखियामा चलिआएर बाटोघाटो बनाइयो पौवाहरू बनाइयो स्कुलहरू बनाइयो केही सुनवाई चाहिँ छैन मतलबै छैन आजभोलि पढेका त छन् गाउँमा तर चाहिँ नि के हो विकृतिका छन् तपाईँसँग यसो कुरा गर्नु थियो मुखियाबा ढिलो भएको छैन भने यसो यहाँ बसेर गर्नु मिल्दैन हुन्छ त बसेर गफ गरौँ न त के कुरा हो हल्दार नि ल खै के कुरा गर्नु र मुखियाबा अब घरको कुरा गऱ्यो भने आफै बेकुब बन्छ बाहिरको पनि के कुरा गर्नु यस्तै छ होइन के कुरा थियो र त्यस्तो स्पष्ट भन्नु न मैले त अलि बुझिनँ हुन त हजुर बाउ जस्तो मान्छे के फरक पर्ला र छिटो भनौँ न छिटो उता बैठकमा जान पनि हतार भइसकेको छ हेर्नु न मुखियाबा हाम्रो घरको त हलदार साहबको पनि केही ठेगानै छैन घर छाडेर गएको पनि महिनौ दिन हुन लागिसक्यो न फोन सम्पर्क छ फोन गर्दा फोन स्विच अफ छ न आउने केही ठेगान छ के हो मेरो जिन्दगीको त केही ठेगानै छैन जस्तो छ यसैले साह्रै दुखी भएको छु म त यति कुरा हो हल्दार नि त्यही त हल्दारलाई नदेखेको पनि धेरै दिन भयो मैले पनि सोधौँला भनेर सोचिरहेको थिएँ हल्दारले आफै भन्नुभयो ठिक छ अब यसो खोजी गरौँला नि त कहाँ गएको हो के हो कसो हो घर आउने होला नि त अब ल चिन्तै नलिनु अब यो विषयमा ल
होइन एउटा कविता सुन्ने हो कि धेरै दिन भयो नि तिमीले मेरो कविता नसुनिएको ए यो कविले के भन्छ भन्छ हिँड बाबु नाचे मलाई सक्छु केटाकेटीमा घिउ खाएको बल्नु कालिएको नाचे गर्छ यो मान्छेले टक्लेलाई कहाँ भेटाएर रहेछ होइन मलाई भन भनेर यसरी गलनमा समात्नुहोस् न मैले त त्यो बाबुलाई कसैले हान्यो डन भन्नेले हान्यो नाटक नगर डन म हो डन अर्कालाई मरेतुल्य हुने पिट्न त भएन नि टक्लेको हो चिज बल्ल भेट्यो स्वाद आया नि बाबै आया नि पछारे हो डन भनेका यस्ता पाउँदा रहेछन् के को सक्थेँ मैले डनसित पङ्गा लिन